यही साउन 23 गते रिलिज हुने तयारीको साथ अभिनेता पल शाहले अभिनय गरेको चलचित्र मोहरको छायाङ्कन धमाधम भइसकेको छ भने दोस्रो पोस्टर समेत सार्वजनिक भएको छ। पल शाहले काम गरेका नयाँ चलचित्रको बारे र नयाँ म्युजिक भिडियो बारे अपडेट दिने क्रममा आज हामीले तपाईलाई चलचित्र मोहरको बारे केही जानकारी दिइरहेका छौं। अहिलेसम्म पनि दर्शकमाझ लोकप्रिय रहेका नायक पल शाहको आफ्नै छुट्टै परिचय पनि रहेको छ। सामाजिक सञ्जालमा हेर्ने हो भने उनको फ्यान फलोस पनि निकै ठूलो रूपमा रहेको छ। यसभन्दा अगाडिको चलचित्रको जे जस्तो भए तापनि अब बन्ने चलचित्रले भने निकै राम्रो र सुखद व्यापार गर्नेमा यो टिम निकै विश्वस्त देखिएको छ। चलचित्र मोहरले कस्तो कविता र कस्तो भूमिकामा पल शाहलाई प्रस्तुत गरिरहेको छ अनि यो चलचित्रको सन्देश के रहनेछ भन्ने आम दर्शकमा कौतूहलता निकै ठूलो रूपमा रहने भएको छ। अभिनेता पल शाहले एकपछि अर्को चलचित्रमा काम गरिरहेका छन्। अब यो चलचित्रले पनि फरक ढङ्गबाट दर्शकलाई मनोरञ्जन सँगसँगै नयाँ सन्देश दिने विश्वस्त जानकारी प्राप्त भएको छ। चलचित्रमा पल शाहको साथमा नीति शाहले पनि अभिनय गरेका छन् भने विभिन्न कलाकारहरू यति बेला लाइनअप भइसकेका छन्। चलचित्रले धमाधम छायाङ्कनमा आफ्नो रुट अगाडि बढाइरहेको छ। अब नयाँ चलचित्रको व्यापार सँगसँगै चलचित्रमा हुने कामको पनि चर्चा उत्तिकै हुन थालेको छ भने यति बेला चलचित्र मोहरले नेपाली दर्शकमा राम्रो छाप छोड्ने विश्वस्त मानिएको छ। चलचित्र अहिलेसम्म पनि हेर्ने हो भने छायाङ्कनको केही अंश बाँकी रहेको जानकारी प्राप्त भएको छ। अब दर्शकमाझ निकै राम्रा अभिनयका साथ उनी प्रस्तुत हुने भएको छ भने नयाँ चलचित्रले नयाँ बजारमा नयाँ तहल्का मचाउने जानकारी समेत प्राप्त भएको छ। अब चलचित्रको कथा वस्तुले मागे अनुसारको पात्रले निकै आफ्नो मेहनत साथ अभिनय गरेका छन्। यो चलचित्र काठमाडौँ लगायत विभिन्न ठाउँमा छायाङ्कन भएको छ। विशेष गरी कथा वस्तु गाउँले परिवेशमा उत्पन्न भएको छ। परिवारभित्रको कथालाई यसले बाहिर उजागर गर्ने प्रयास गरेको छ भने चलचित्रको व्यापारमा पनि निकै राम्रो र सुखद ओपनिङ हुने बताइएको छ। उसो त अहिले उनी म्युजिक भिडियोमा निकै व्यस्त पनि रहेको छ। अहोरात्र खटेर दर्शकमाझ काम गरिरहेका पल शाहले एकपछि अर्को म्युजिक भिडियो र चलचित्रमा आफ्नो व्यस्तता पनि बढाइरहेको छ। अब दर्शकले एकपछि अर्को र अर्कोपछि झन् धेरै चलचित्र र म्युजिक भिडियोमा उनलाई देख्न पाउने भएका छन्। अहिले राम्रो क्रेज पनि रहेको छ। उनी हरेकसँग मिलनसार भएकै कारण पनि दर्शकमा लोकप्रिय आफ्नो छवि बनाइरहेका छन् भने लगानीकर्तासँग पनि पल शाहको त्यति ठुलो आश नभए पनि उनले गरेको अभिनयमा भने विश्वस्त देखिएको छ। व्यापारको हिसाबमा हेर्ने हो भने खासै राम्रो व्यापार गर्न नसके पनि उनको अभिनय, उनको मेहनत र उनको लगाव सँगसँगै दर्शकप्रतिको उनको सद्भावनालाई लिएर यति बेला चलचित्रदेखि म्युजिक भिडियो बनाउनेको जमात निकै ठुलो रूपमा रहेको छ। तपाईँ पनि नायक पल शाहको फ्यान हुनुहुन्छ भने हामीलाई एक लाइक गर्नुहोला। तपाईँको लाइक हाम्रो लागि हौसला हुनेछ।